जय नेपाल। प्रहरी कार्यालय सहयोगी पदको प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्ती परीक्षा सम्बन्धी जानकारी। प्रहरी कार्यालय सहयोगी पदको प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्ती परीक्षामा सहभागी उम्मेद्वारले निम्न चरणहरू पार गर्नुपर्दछ। प्रथम चरण। यस चरणमा उम्मेद्वारको शारीरिक अवस्थाको परीक्षण गरिन्छ, जसमा उचाइ पुरुषको हकमा कम्तीमा 5 फिट, छाती नफुलाउँदा 31 इन्च र फुलाउँदा 33 इन्च हुनुपर्ने र महिलाको हकमा कम्तीमा 4 फिट 10 इन्च हुनुपर्ने। तौल। पुरुषको कम्तीमा 50 केजी र महिलाको कम्तीमा 42 केजी हुनुपर्नेछ। आँखा -2 र +2 भन्दा कमजोर नरहेको हुनुपर्नेछ। प्रारम्भिक स्वास्थ्य परीक्षणमा अयोग्य हुने अवस्थाहरू: अङ्गभङ्ग भएको, क्रूप देखिने, हात खुट्टा बाङ्गोटिङ्गो र औँलाहरू ठिक नभएको, घुँडा नीलक भएको अथवा रिकेट्स भई फाटिएको, केटु र केटु भन्दा माथि भएको, धेरै चेप्टो पैताला भएको, भालुपाइले, प्रष्ट बोली नभएको, भकभके, लठ्याउरो, ढाड कुप्रो भएको, शरीर पुरा झुकाउन नसक्ने, जिउ कोल्टे परेको, बाङ्गो शरीर भएको, दुबी भएको, कपाल झरेको फुलेको, आँखा डेडो भएको, शरीरको बाहिरी देखिने भागमा ट्याटु मार्क बनाएको, 2वटा भन्दा बढी दाँत किराले खाएको वा झरेको, भेरिकोच वा नसा फुल्ने भएको। दोस्रो चरण। शारीरिक तन्दुरुस्ती परीक्षा अन्तर्गत 200 मिटर दौड। पुरुषको हकमा अधिकतम 35 सेकेन्ड र महिलाको हकमा अधिकतम 42 सेकेन्डसम्म। सिटअप, पुसअप। पुरुषको हकमा कम्तीमा 8 पटक र महिलाको हकमा 4 पटक। चिनअप। पुरुषको हकमा कम्तीमा 2 पटक र महिलाको हकमा कम्तीमा 30 सेकेन्डसम्म झुन्डिएर बस्न सक्ने। 2 किलोमिटर दौड। पुरुषको हकमा अधिकतम 12 मिनटसम्म र महिलाको हकमा अधिकतम 13 मिनटसम्म। हरेक विधामा पाठ्यक्रममा तोकिएको मापदण्ड अनुसार अङ्क प्रदान गरिनेछ। धन्यवाद। जय नेपाल।